हेलो नमस्कार सबैजनालाई अनि नयाँ गरी आउनुहुनेलाई मेरो च्यानलमा स्वागत छ। आज हामी जान्नेछौँ सुन्तलाको बिउदेखिको बिरुवासम्मको यात्रा। आउनुहोस्। जब पनि हामीलाई राम्रो बिरुवा लिनु छ भने त्यो बिरुवा राम्रो अनि मिठो फलबाट लिनुपर्छ अनि त्यो फल एउटा राम्रो बिमार नभएको हेल्दी मदर ट्रीबाट लिनुपर्छ। त्यसैले यदि तपाईहरू कसैले पनि है सुन्तलाको नर्सरी गर्न इच्छुक हुनुहुन्छ भने त्यसको लागि तपाईँ त्यो सुन्तलाको बगानमा गएर राम्रो रुख त्यहाँ मध्ये छानेर अनि त्यो राम्रो रुखबाट राम्रो फलहरू कलेक्ट गरेर यसरी हामीले बिउको लागि टिप्नुपर्ने हुन्छ। त्यसपश्चात है तपाईँले बिउ तपाईँले यसरी ह्यान्ड प्रेस जुसरबाट निकाल्न सक्नुहुन्छ। जुस एकतर्फा हुन्छ अनि दाना पनि तपाईँको बिग्रिँदैन। सुन्तलाको बिउ रिक्याल्सिट्रेन्ट सिड्स भन्छ, जस्तो कि तपाईँले धेरै दिनसम्म यसलाई स्टोर गरेर राख्न सक्नुहुन्न। त्यसैले बिग्नबिग तपाईँले 1 महिनासम्म तपाईँलाई यसलाई युज गरिसक्नुपर्ने हुन्छ। अनि यो दानालाई तपाईँले पानीमा मजाले धुनुहोस् ताकि कुनै पनि प्रकारको यिस्ट अनि मोल्डहरू त्यहाँ नभएको होस्। र बिउलाई तपाईँले रोप्नभन्दा अघि सिओसी अनि पानीको मिक्स गरेर एउटा सल्युसन बनाउनुहोस् अनि त्यो सल्युसनमा 10 मिनटको लागि त्यो बिउलाई भिजाएर राख्नुहोस्। सँगसँगै हामीले रङपुर लाइमको पनि है प्लक ट्रेमा यसरी नर्सरी राखिरहेका थियौँ। रङपुर लाइम हाम्रो जर्मिनेट भइसकेको छ है, हामीले प्लक ट्रेमा राखेका हौँ। अनि हामीले यसरी जमिनमा पनि राखेका थियौँ, जमिनमा पनि राखेको सबै जर्मिनेसन भएको छ। सुन्तलाको खेती अथवा नर्सरी गर्दाखेरि धेरैवटा किटको समस्याहरू आउँदछ। धेरैवटा किट छन् जस्तै कि फ्रुट फ्लाई, ट्रङ्क बोरर, सिट्रस साइलिड, लेमन बटरफ्लाई, लिफ माइनर, मिलीबग, थ्रिप्स, कटनी कुसन स्केल, सिट्रस ब्ल्याक फ्लाई अनि एफिड्स। तर तीमध्ये नर्सरीमा सबैभन्दा बेसी नोक्सान पुर्याउनेलाई हामी हेर्नेछौँ। यो हो लिफ माइनर। हामीले किटहरूलाई कन्ट्रोल गर्नका लागि केमिकल्समा धेरैवटा छन्, तर इमिडाक्लोप्रिड 2 ml 1 लिटर पानीमा हामीले हालेर त्यसको स्प्रे हामीले दिन सकिन्छ। अथवा अर्को केमिकल्सहरू पनि छ, डाइमेथोएटहरू। अर्ग्यानिकमा हामीले हेऱ्यो भने रिच हेल्प गार्ड 1 ग्रेड 1 वाला हामीले 2 to 3 ml गरेर 1 लिटर पानीमा हामीले स्प्रे गर्न सकिन्छ। यो लिफ माइनरको एडल्ट हो, जो एउटा सानो मोथ हुन्छ। अनि यसलाई ट्र्याप गर्नको निम्ति हामीले येल्लो स्टिकी ट्र्यापहरू युज गर्न सकिन्छ ग्लु लगाएर। अर्को ड्यामेज है यसरी पत्ता खाइदिने, मुन्टाहरू खाइदिने चाहिँ एउटा हुन्छ लेमन बटरफ्लाईको लाप्रे। अनि यसको पुतली चाहिँ तपाईँको यस्तो हुन्छ, जसलाई हामीले येल्लो स्टिकी ट्र्यापबाट पनि ट्र्याप गर्न सकिन्छ। यो किराले चाहिँ सुन्तलाको बियाड चाहिँ ढुट्टो पार्दै रहेछ। यो किरा चाहिँ यस्तो खालको किरा। अघि तपाईँले त्यहाँ देख्नुभएको थियो है लेमन बटरफ्लाई, त्यसको लाप्रे, अनि अर्को जुन चाहिँ एउटा लाप्रे थियो है लुपर भन्ने, त्यसलाई हामीले रिच हेल्प गार्ड 3 को स्प्रे हामीले दिन सकिन्छ 3 ml 1 लिटर पानीमा हालेर। हाम्रो यो सुन्तलाको नर्सरी बेडमा यो धेरैवटा हामीले इस्युजहरू हामीले फेस गरिरहेका थियौँ है। न यसमा फङ्गस लागेको छ, न यसमा कुनै किराको इन्फेस्टेसनहरू छ, तैपनि हाम्रो बिरुवाहरू यसरी मरिरहेको थियो, ओइलाउँदै मरिरहेको थियो है। अनि हामीले धेरै अब्जर्भेसन गऱ्यौँ है, र अब्जर्भेसनको बादमा यो कन्क्लुजन चाल पायौँ कि जुन चाहिँ बिरुवा है हिट स्ट्रेसले गर्दा यसरी मरिरहेको रहेछ है।
अनि जब हामीले है बिरुवालाई माटोबाट यसरी निकाल्दाखेरि हामीले यो चाल पायौँ कि त्यो बिरुवाको जरा यति तातो थियो है, किनभने त्यो माटो नै यति डरलाग्दो हिट भइरहेको कारणले गर्दाखेरि प्लस माथिबाट पनि तपाईँको हिट भएको कारणले गर्दाखेरि चाहिँ बिरुवा यसरी मरेको रहेछ भनेर हामीले चाल पायौँ। अनि बिरुवालाई माथिबाट हिट कम्ती होस् भनेर एग्रोनेट यसरी युज गरिएको थियो। तपाईँहरूले यसको कन्डिसन देख्नुभएको थियो, एउटा बिउबाट 3टा बिरुवा आउने देख्नुभएको थियो भने कमेन्ट सेक्सनमा तपाईँले भनिदिनुहोस् है। र यसलाई पोलिएम्ब्रायोनी भनिन्छ। अनि यो के हो कस्तो हो अर्को भिडियोमा म तपाईँसँग आउनेछु। गाइस, तपाईँले देख्न सक्नुहुन्छ हाम्रो जुन चाहिँ सुन्तलाको बिरुवाहरू छ, सानसाना बिरुवाहरू अहिले पनि कतिवटा धेरै मरिरहेका छन्, कोही सुक्दै गरेका छन्। यो दृश्य चाहिँ तपाईँको एग्रोनेट लगाएको बादको हो। हामीले यसो हेर्दै गर्दाखेरि त्यस्तै मरिरहेको देखिरहेका थियौँ। र मैले अघि नै भनि पनि हालेँ कि एकताल जब हामीले माटो मुनिबाट खन्यौँ त्यतामा हामीले माटोको टेम्परेचर यसो हातले छाम्दाखेरि एउटा तातोपना थियो है, र मनतातो अन्त त्यस्तो टेम्परेचरमा जरा अभियसली मर्छ है। र त्यसले गर्दा हामीले यसलाई अझै ढिलो नहोस्, हाम्रो बिरुवाहरू अझै नमरोस् भनेर हामीले यिनीहरूलाई रेस्क्यु गर्न थाल्यौँ। यिनीहरूलाई यसको टाइम नभइकन हामीले यिनीहरूलाई सानै अब यो स्टेजमै हामीले यसलाई सार्न थालेका छौँ। र यसरी हामीले बिरुवालाई है ट्रान्सप्लान्ट गर्न थालिसकेका छौँ पटमा। र यो भिडियोबाट म तपाईँलाई यो भन्न चाहन्छु कि तपाईँले नर्सरी गर्दै गर्दाखेरि तपाईँहरूको पनि यसरी नै बिरुवाहरू मर्न सक्छ है। र मैले यो धेरैवटा युट्युबमा अथवा गुगलमा धेरै मैले खोजेँ र यसको बारेमा मैले भेटाउन सकेन है। यो प्रकारले मर्छ भनेर चाल पाउन सकेन। डिजिजले मर्छ त्यो त हामीलाई थाहा छ, तर टेम्परेचरले पनि यसरी मर्दो रहेछ भने त्यो चाहिँ हामीले चाल पाउन सकेको थिएनौँ। र तपाईँहरूको एरियामा पनि यसरी टेम्परेचरले तापले है बिरुवाहरू मर्दछ भने त्यो टेम्परेचरको कारणले गर्दा हुँदछ। त्यसले गर्दाखेरि तपाईँले यिनीहरूलाई टाइम नपुगिकन नै यिनीहरूलाई तपाईँले ट्रान्सप्लान्ट गर्नुभयो भने सक्सेस रेट एकदम राम्रो भएर जान्छ। र यति नै थियो आजको लागि है। अनि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने है लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, अनि सब्सक्राइब पनि गरिदिनुहोस् मेरो च्यानललाई। अनि फेरि पनि भेट्नेछौँ अर्को भिडियोमा।